बाले झ्याइ बाजा बजाएर बिहे गरेर पठाए मैले त बुहारी लिएर आएँ भन्दिने है। हजुर बिर्सेको के अघि त अँगालो हाल्ने भन्थ्यौ नि। मर्छु कि क्या साथी त अहिले सिन्दुर हालिसक्यो है। खै जाऊ सक्यो चम्सुरी सक्यो। के सक्यो भने फेरि हेर चम्सुरी अघि निदाउँदाखेरि सिन्दुर हाले सपना देखेँ, अहिले निदाउँदाखेरि अङ्गालो हाले सपना देखेँ। अब सुत्दिन म यत्तिकै जागराम बस्छु। अरे शिव न त अहिले धन छ न त कुनै काम छ सम्झी ल्याउँदा जिन्दगी नै जिल्लाराम छ। ला 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 अनि के हो खेता धान गर्न जाउँ भने काना बतास लागेन? यसरी उपर खुट्टी लाएर सधैँ खान पुग्छ क्या? नगरे न निर्मली एकछिन थकै मारौ भन्यो जसले लास्टमा त्यही गर्नुपर्छ तँलाई। लास्टा फाटा थाहा छैन ज्वाइँ, तिमीलाई यो हरा बस्नु छ भने जे गरेर हुन्छ जसरी हुन्छ आफू हराएर भए पनि धुर्मुसीलाई खोजेर ल्याउनु पर्यो, होइन भने सधैँको लागि यो घरबाट बाटो लाए हुन्छ। तिमी बाटो लाग्नु भन्दा त खोज्न हिँड्नु नै फाइदा छ नि, होइन घर ज्वाइँ? ल जाउँ सँगै खोज्न। अब दुनियाँ थरी लभ सब गरेर भाग्ने चाहिँ अरू, खोज्न जाने चाहिँ म। ल हिँड जाऊ के यहाँ बसिरहेको? ए चम्सुरी यहाँ आइज। किन के भयो फेरि? ला यो पैसा ला। यो पैसा त किन नि? अब चोरसँग हिँड्नु परेपछि आफ्नो सम्पत्तिको रक्षा गर्नु परेन? पर्यो ल जाउँ भने जाउँ फर्काले जथाभाइ भन्नु। ए घर ज्वाइँ छिमेकी एकछिन है एकछिन। के भयो? भोकै किन जानु? यति राम्रो घाँस ल्याएछ, एक दुई बुझो खाएर जाउँ न। खाऊ कस्ता चढेका पनि लैजा काइला हाल्दे। ए एकछिन ए बुढा पर्ख के भयो किन गइराखि? ल यो खुकुरी किन खुकुरी? यस्तासँग हिँड्न लाछौ बाटामा के पर्छ नि? ज्यानको सुरक्षा गर्नु परेन? लु फेरि खुकुरी चाहिँ बेचेर खाने होइन नि? आमै ला तेरो खुकुरी तै ला, मलाई चाहिदैन। के भन्नु? गयो धोका दिएर, त्यही धोका दिएर जानले त लुगा धुनेमा म परे नि। एउटा दिदी त रिचाएर राख्न सकेन भिनाजु पनि के भन्नु? हजुरबा नमस्कार। घरतिर सबलाई सन्चै? ल भो त सालोलाई हजुरबारे सन्चै नाति सन्चै। ल पो त अब त्यही सुरुवालको इजारमा पो राखेको छु त 20,000 रुपियाँ त। बान्द्रेले भेटो फेरि अब के गर्ने है? भिनाजु म एकछिन घर गएर आउँछु है। माने सालो हेर्दै उल्लु बाउको छोरी एउटा केटाले भगाएर ल्याए देख्यौ? देखिन मैले। यहाँ सुन, हेर्दै टप्पर तुइया जस्तो देखिने चोर भिनाजुको सालोले एउटा केटी भगाएर ल्याए देख्यौ त? देखिन। ए माग्ने बुढा, तिमीले सुन्तली र धुर्मुसलाई देख्यौ? गयो धोका दिएर पत्ता लायो भने त मुल्यासा। एक पटक त्यही केटा मन पर्यो भनेर भनेको भए म टिकै लाएर दिन्थे नि, नाकै काटेर जानु पर्थ्यो त्यसले। त्यही त हेर अब गाउँमा बेजती कसरी मुख देखाउनु? योजनीमा त हाम्रो बिहे पनि होला जस्तो छैन, तिम्रो काकाको घर पनि भेटिएला जस्तो छैन। जो पीर करता है वो प्यार नहीं करता हेरे क्या? सुन्तु हिन्दीमा उखान छ नि हो। हेर तिमी धेरै पीर नगर के
अब रात पनि परिसक्यो होइन आज यही घर बास मागौँ अनि काका घर कता रहेछ यिनै सोधौँला नि है अब त मलाई तिम्रो काका पनि छन् कि छैनन् जस्तो लागिसक्यो चुला कस्तो छन् भन्दै चाहिँ बा हजुरहरूलाई नमस्कार है नमस्कार नानीहरू को हो कुन्नी ऊ चाहिँ मेरो प्रेमिका अनि ऊ चाहिँ मेरो प्रेमी 2 वर्षसम्म लभ गरेर बल्ल बल्ल चाडस मिलाएर भागी छोडियो नि अनि के सेवा गर्नु पर्यो त हजुर हामी 2 जनालाई बास दिनु पर्यो बिहान भाले बाँध्ने बित्तिकै काका घरतिर हिँडिहाल्छौँ क्या हामी बास त दिन्छौँ बाबु तर हाम्रो गाउँको रीति भन्ने कि के भन्ने केटा र केटीलाई एकै ठाउँमा बास दिन मिल्दैन नानी चाहिँ माथि बुहारीसँग सुत्नु पर्ला बाबुलाई चाहिँ उता व्यवस्था गरिदिउँला हुन्छ हुन्छ जहाँ सुते पनि रात कटाउन त हरि होइन सुत्छ त्यही त त्यो बुढीले कहाँ राखेछ यो सामान पनि बा अब हामी जान्छौँ है अनि मेरो प्रेमी चाहिँ कता सुतेछ नि ऊ त्यो ढोका खोला त्यही भित्र सुतिया छ हेर न मलाई त यस्तरी बाख्रा खोरा ल्याएर पो सुताइदिए त बाख्रा पिसाब बनाएर रातभरि सुत्दै सकिन कहाँ छ त्यो बुढो कहाँ छ त हिँड जाऊ छिटो कहाँ छ त पड्के कहाँ छ त पड्के कहाँ छ त्यहाँ मरिरहेछन् केलाई थुन्नु पर्यो नि अर्काको दुर्मुलाई नाभि नझरिकन लभ गर्नेलाई हाम्रो गाउँमा यसै गरिन्छ त्यही त बुढा हेर बुढी हाम्रो छोरी भगाउनेलाई पनि यसै गरी बाख्राको खोरमा 7 दिनसम्म थुन्नुपर्छ थुनिहाल्छौ नि तिमीहरू 2 जना हाम्रो गाउँमा आएन भुइँसीको गोठामा तिमीहरू 2 टेला थुनिदिन्छु म हिँड सुत्नु जाऊ